तपाईंलाई कुनै ड्रमको बिर्को फुटेर चिन्तित हुनुहुन्छ? टिनको प्लेन सिटबाट उक्त ड्रमको ढक्कन सजिलै बनाउन सक्नुहुन्छ। एउटा टिनको प्लेन सिट लिनुहोस्। उक्त ड्रमको गोलाइ अनुसार भिडियोमा देखाए जस्तै बिर्कोको नाप मार्करको सहायताले बिस्तारै लिनुहोस्। यसलाई आकर्षक बनाउनुहुन्छ भने कम्पासको प्रयोग पनि गर्न सक्नुहुनेछ। बिर्कोको आकारभन्दा केही भाग छोडी टिनलाई कैँचीका सहायताले गोलो घेराभन्दा बाहिरी भागलाई विभिन्न टुक्रामा चिरा पार्नुहोस्। चिरा पारिएका टुक्राहरूलाई बिस्तारै फोल्ड गर्दै जानुहोस्। सबै टुक्राहरू फोल्ड गरिसकेपछि एउटा गोलाकार प्लेट तयार हुन्छ। उक्त प्लेटलाई ड्रमको ढक्कनका रूपमा देखाए जस्तै गरी प्रयोग गर्न सक्नुहुनेछ। भिडियो हेरी व्यावहारिक सिप सिक्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद।